यो के चिज हो? आउनु यता। खाली भएर त यस्तो भएको होला। हुने अब के छ? अब त्यसलाई अनुसन्धान गर्ने अब वैज्ञानिकले गर्ने हो, हामीले के गर्ने हो? अनि यहाँभित्र ज्वाला यी यहाँ छ, यो यहाँ के छ? यो के चिज हो? आउनु यता। यो यहाँ गिलगिल हुन्छ यहाँनिर होइन। यस्तो गिलगिल हुनको अर्थ छ के छ भनेपछि यहाँभित्र के शक्ति छ, के तत्त्व छ भनेर कसले भन्ने? अहिले हामी कहाँसम्म भन्न सक्छौँ? अनि यहाँ यो इन्द्रज्वाला भन्यो, त्यो नाभि ज्वाला भन्यो। अब सत्यदेवी को हुन्? पार्वती को हुन्? सीता को हुन्? तिनको शक्ति के हो? त्यसलाई खोजी गर्नुपर्ने देखिन्छ। अहिले केले अनि भन्छ जीवात्मा बनाइदिने भन्छ विज्ञानले, तर बनाएर कति दिनमा टेक्छ र बन्छ कि बन्दैन? अब मनुष्य बनाइदिने भनिएको छ, बनाउन लाग्यो। शक्ति त पञ्च पुरा ब्रह्माण्डको शक्ति छ। पञ्चकोशी भनेको पञ्चतत्त्वको जीव किन भन्यो विज्ञानले? पञ्चतत्त्वको जीव, पञ्चधातुको जीव भन्यो। त्यही भएर पञ्चकोशी भनेको हामीले भन्न सक्दैनौँ। त्यसकारण यो पञ्चकोशीको ब्रह्माण्डको धरतीको नेपालको हो। अरू देश के हुन्? कति पुरानो हो, कति अघि पहिलाको हो, कति त्यो भनेको खोज्नुपर्ने देखियो कि देखिएन? अब कति पुरानो मन्दिर हो यो? सत्ययुगदेखिको हो। यी घरहरू हुन् त 210 वर्षका त यी घरहरू। अनि यस्तो कहिलेको भन्न सक्दैनौँ हामी। स्वस्थानीलाई वैशानर पुराणलाई अध्ययन गरेर अनि स्वस्थानीलाई भनेको सत्यदेवीको अङ्ग नाभि झरेको हुनाले नाभिस्थान भनेको हो। शिर झरेकोलाई शिरस्थान भनेको हो। पाउ झरेकोलाई पादुका भनेको हो। दुल्लुभन्दा तल, दुल्लुभन्दा पुरी पर्छ तल हो। त्यसपछि अब यो पञ्चकोशीको बारेमा सबै हामी भन्न सक्दैनौँ, तत्त्वलाई हामी बुझ्न सक्दैनौँ। हामी त अहिलेका यहाँका अहिले कलियुगका मानिस हो। सत्ययुगको मानिस कस्तो थियो, त्रेतायुगको मानिस कस्तो थियो, द्वापरको युग कस्तो थियो, कलियुगको कस्तो छ भनेर हामीले भन्न सक्दैनौँ त। त्यो भएर अनि यो